व्यवस्थाको होइन ठिकै छ, म समयलाई गर्छु। व्यवस्थाको बजारमा खुसी लिलाम भएपछि छोडिदिए हजुर मैले सपना सजाउन, किन आउँछ याद तिम्रो परेली भिजाउन, दुखेको यो हृदयलाई झन्डेरै त दुःख गरेको थिएँ। समय तपाईँको दिनुहुन्छ भने मात्रै। कता 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 गयो, कता 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 गयो, कसको तिमीले शोभा बढायो, कता 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 गयो, कसको तिमीले शोभा बढायो, मलाई एक्लै पारेर, मलाई एक्लै पारेर, कसको तिमीले जीवन सजायौ, कता 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 गयो, कता 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 गयो। अन्तरा पनि बिन्ती अलिकति यो जीवन भग्ने नदी हो भन्दै, यो जीवन भग्ने नदी हो भन्दै, सँगसँगै बगाऊ भन्थ्यो, यो जीवन भग्ने नदी हो भन्दै, सँगसँगै बगाऊ भन्थ्यो, तर तर आज साथ छोडी किन मलाई एक्लै बनायो, एक्लै। यस्तै छ। यस पछाडि अलिकति एक शेरमा एउटा मात्र दिन चाहन्छु। यो चाहिँ एउटा तपाईँ हामीले भोगेको विडम्बना हो। कहिलेकाहीँ सम्बन्धमा मायामा एउटा छात्री मुनि बसे पनि, एउटै भाँडोको भात खाए पनि विचारहरूमा द्वन्द हुन्छ। यो चाहिँ यसलाई मैले व्यवहारमा उतार्ने कोसिस गरेको छु। हो आज भोलि दुख्दै छाड्यो, हो आज भोलि दुख्दै छाड्यो, मुटु जति घोचे पनि पराय झै लाग्न थाल्यो, मैले आफ्नो सोचे पनि, हो एउटै छानो भए पनि, एउटै छानो भए पनि, कोसौं दूर भयौं हामी, एउटै छानो भए पनि, कोसौं दूर भयौं हामी। अहिले म यतिमै यसलाई सिद्ध्याउन चाहन्छु। त्यसैले त झर्छ आँसु जति थाम्न खोजे पनि, त्यसै त यस्तै छ। मेरो यसरी नै मैले सिद्ध्याएको छु। सायद समय अभावको कारणले म यस्तैमै बिदा हुन चाहन्छु। फेरि वान्स अगेन सम्पूर्ण साहित्य अनुरागी मित्रहरू र आयोजकहरूलाई हृदयदेखि नै, आत्मादेखि नै साह्रै धेरै सम्मान व्यक्त पनि गर्न चाहन्छु। धन्यवाद। धन्यवाद उमेश राई दाहालज्यू। वास्तवमै भन्नुपर्छ तपाईँले सबैलाई घायल बनाएर जानुभएको छ। तपाईँ आफू मात्रै घायल नभएर हामीलाई पनि घायल बनाउनु भयो।